नमस्ते हजुर। नमस्ते हजुर। हजुरको परिचय पाऊँ? मेरो नाम सोनाम तामाङ है। हजुर। म अहिले चाहिँ यो हाम्रो चाहिँ मुगु जिल्लाको माथिल्लो मुगु गाउँ भनौँ न, जो चाइनासँग जोडेको गाउँ हो। झन् अब मुगु भन्दाखेरि प्रायः जस्तोले गम्बडीलाई नै चिन्दो रहेछ होइन। अनि गम्बडी पुग्दाखेरि चाहिँ मुगु भनेर चाहिँ माथि नै छ भन्ने कुरा छ, त्यो तपाईँहरूलाई जानकारी नै होला होइन। त्यसमा पनि यो गाउँ चाहिँ हामी चाहिँ चाइनासँग जोडेका छौँ। अनि यो गमगढीबाट चाहिँ यहाँ आउनलाई कति समय लाग्छ? अब पहिला त हामी हिँडेर नै आउँथ्यो होइन। अहिले चाहिँ थोरै गए पनि बाटो अलिकति छाइलासम्म पुगेको हुनाले अलिकति घट्या छ दूरी। पहिला त हामी 2 दिन 3 दिन लगाउँथ्यौँ, अहिले चाहिँ हामी 2 दिनमा पुग्छौँ। अनि यहाँको बारेमा भनिदिनुहोस् न सोनाम सर। हाम्रो पछाडि एकदमै राम्रो चाहिँ सुन्दर गाउँ छ होइन, यो मुगु गाउँ है। साबिक मुगु जिल्लाको चाहिँ मुगु गाउँ, यसको बारेमा के भनिदिनुहोस् न। यहाँ कुन जातिका मानिसहरू बस्छन्, उनीहरूको चाहिँ नि अब धार्मिकहरू भनौँ न, त्यो चाहिँ नि के छ अब परिस्थिति? अब जातिको हिसाबले भन्दाखेरि सबै अब बुद्धिज्म नै छ, सबै बुद्धिज्म नै छ। अनि पहिला चाहिँ कस्तो रहेछ भने यो गाउँ चाहिँ पहिला एउटा गाविस नै भएको छ। अहिले हाल चाहिँ एउटा 2 नम्बर वडा भने चाहिँ एउटा वडामा चाहिँ परिणत भएको छ। अनि अब गाउँको बारेमा के भन्छ त्यति अब म सानै छु होइन। पहिलाको चाहिँ पुर्खाली हिसाबमा चाहिँ हाम्रो यो गाउँ चाहिँ मान्छेको चाहिँ कर चाहिँ नेपाल सरकारले तिर्थ्यो। त्यति बेला चाहिँ अब 2224 राज्य हुँदाको कुरा त होला नि है। अब हामीले त अब सुनेको कुरा हो है। अनि हाम्रो यो चाहिँ पशुहरू छ नि, जुन यो घोडा हो, चौरी हामी देख्न सक्छौँ। हजुर। अनि त्यो चौरी माथि पनि छ सर होइन। अनि त्यसलाई चाहिँ यिनीहरूको चाहिँ चरण क्षेत्र चाहिँ पहिला हामीसँग भेडा पनि रहेछ सर। त्यो चरण क्षेत्रको हिसाबले गर्दाखेरि चाइनालाई चाहिँ तिब्बतलाई त्यति बेला चाहिँ अब चाइना त पछि नै भएको हुन्छ होइन। तिब्बतलाई कर तिर्ने त्यस्तो रहेछ। अनि त प्राकृतिक रूपमा त एकदमै सुन्दर छ है। यो पछाडिको यो हिमाल देखिरहेको छ, यो हिमाल कुन हिमाल हो हजुर? यो छायनाथ हिमाल छ नि त होइन। यो यसको महत्त्व के हो? महत्त्व चाहिँ अब धाममा नै गन्दो रहेछ होइन। छायनाथ अब जस्तै हिन्दूहरूले चाहिँ मान्ने चाहिँ इन्डियामा चाहिँ केदारनाथ, बद्रीनाथ भने जस्तै यो चाहिँ हाम्रो चाहिँ छायनाथ भन्ने यो धाममै पर्न जान्छ। एउटा धाम मध्येको एउटा धाम, यो 3वटा धाम मध्येको एउटा धाम चाहिँ। मान्छेहरू आउँछन् हजुर यहाँ? मान्छे थुप्रै आउँछ। मेला पनि लाग्छ? मेला लाग्छ। कहिले लाग्छ मेला? मैला यो साउन भदौतिर लाग्ने। धेरै टाढाबाट मान्छे आउँछन् होला? अब टाढा भन्नाले चाहिँ आउँछ, थुप्रै मान्छेहरू आउँछ होइन। हामी पनि जान्छौँ। म पनि 3 पटकसम्म गएको छु। यहाँबाट यता उत्तरतिर चाहिँ चिन पनि पर्दो रहेछ। यता चिन नजिकै छ। कति किलोमिटर जति हो यो? यो यहाँदेखि माथि धेरैमा धेरै अब त्यस्तै 30 किलोमिटर जति होला सर। बाटो राम्रो बाटो छ यो। बाटो अब यहाँदेखि जति माथि जानुहुन्छ नि त्यतिको सजिलो बाटो छ सर। अलिकता अब हाइटको कारणले गर्दाखेरि चाहिँ सास फेर्नलाई चाहिँ अलिकता गाह्रो हुन्छ सर होइन। नत्र भने बाटो त यहाँदेखि तल जानु र माथि जानुमा धेरै माथि सजिलो छ। तपाईँहरूको बिजनेस व्यापारहरू चिनतिर हुन्छ कि तलपट्टिबाट बढी हुन्छ? पहिला त हाम्रो हुने जम्मै यो तिब्बत भनौँ न होइन। तिब्बतबाट हुने छ। अब यो त्यो नहुँदाखेरि के अरे यो चाइनाले चाहिँ तिब्बत नलिँदाखेरि जम्मै चाइनाबाट यो तिब्बतबाटै हुने हो। पहिलाको हाम्रो यो गाउँको मान्छेहरूको चाहिँ यो जमिनहरू हेरौँ न, जमिनमा चाहिँ केही छैन, उब्जाउ छैन, केही पनि नहुने कारणले गर्दाखेरि सबै जम्मै हाम्रो टोटल मान्छेहरूले नै व्यापार नै गर्ने छ। अनि यो क्षेत्र जुन छ नि यहाँ, यो जुन अहिले हस्पिटल स्थापना भएको छ नि, त्यो क्षेत्रमा चाहिँ तिब्बतको मान्छेलाई चाहिँ यो क्षेत्रमा राख्ने। अनि तलतिरबाट आउने मान्छे जस हाम्रो चाहिँ के अरे नेपालीहरू चाहिँ होइन। अब हाम्रो चाहिँ करेन्ट बेलको मान्छे, अब तल सोरु बेलको, अब खतेड बेल भनौँ, गमगढी बेल भनौँ, हामी त्यो भन्छ नि, त्यो बेलको मान्छे जुम्लादेखि अब कालीकोटदेखि मान्छे आउँदो रहेछ सर होइन। उनीहरूलाई चाहिँ यो त्यो हस्पिटलको त्यो उता साइडतिर त्यहाँ राख्ने। अनि त्यो बिचको चाहिँ हाम्रो मान्छेहरूले चाहिँ खाबा गरेर चाहिँ त्यस्तो ट्रान्सलेटर गरेर चाहिँ हाम्रो व्यापार गर्ने पहिलाको पुर्खाली चलन त्यस्तो थियो सर। अनि त्यसपछि चाहिँ अब अलिकता चाहिँ छुटिँदै टाढिँदै गयो। अब नेपाली एकीकरण भए त होला होइन। त्यसपछि अहिले टाढियो सर होइन। अनि त्यो टाढिँदाखेरि चाहिँ अब नाक्सा लाग्नदेखि सीमा छुट्याइयो सर होइन। पहिला त लगभग सीमाको त्यो पनि थिएन नि त सर होइन। त्यस्तो 2224 राज्य हुँदाखेरि सीमा पनि थिएन, केही पनि थिएन। सबै उता पनि आउन पाउने, यताबाट पनि आउन पाउने, सबैले चाहिँ होइन। अहिले चाहिँ हामी चाहिँ नेपालीमा चाहिँ छौँ भनौँ न। सुनम सर, यो कस्तो राम्रो कि हामी पनि होइन भीमसर 2 दिन त अलिक गाह्रै भयो होइन हामीलाई आउनलाई एकदमै गाह्रो। हामी आफूले धकेलेर चाहिँ ल्यायौँ। जब मुगु गाउँ देखिसके पछाडि हाम्रो थकानहरू सबै मेटियो। यस्तो सुन्नु। अनि हामीले सुनेको यो मुगु जिल्लाको पनि मुगु गाउँको मानिसहरू एकदमै धनी छन् पनि है। तर उहाँहरू धेरै यसो काठमाडौँमा, जुम्लामा बस्ने, गमगढीमा बस्ने, यहाँ नबस्ने भन्ने छ नि, यो के छ हजुर? यो
अनि अलिअलि त सुन्नमा गएको पनि हो सर। अनि मेन चाहिँ कस्तो हो भने चाहिँ यहाँको मान्छेलाई चाहिँ बाहिर गएर चाहिँ मेहनत गरेर काम नगरिनु हुने कारणले चाहिँ अब यहाँको आफ्नै खेतीपाती आम्दानीको स्रोत नभएर चाहिँ होइन। अनि अब केही पनि छैन सर। अनि बाटोघाटो हरेक कुरादेखि चाहिँ नभएर चाहिँ मान्छे मेहनती हो सर। अब धनी भन्दा पनि मेहनती छ है। मुख्य आम्दानी त जडीबुटी नै हो। जडीबुटी होइन सर, अहिले पछि भएको सर होइन। हाम्रो पुर्खा त काठमाडौँ यताउता बस्ने मान्छे पहिलादेखि बाहिर जाने मान्छे त जडीबुटी भनेको त कति 15-20 वर्ष त भएको सर होइन। अनि अहिलेको चाहिँ अब हेर्दाखेरि चाहिँ अब यो जडीबुटीबाट हो भन्ने कुरा हो। तर हाम्रो मान्छेको आय स्रोत भन्ने जडीबुटीबाट होइन, व्यापारबाट हो। हिजो पनि हामी सिरानचौरमा एउटा घरमा बस्दाखेरि एकजना बुवासँग भेट भयो। दार्चुलादेखि उता चाहिँ गोर्खा मनाङ डोल्पा सबै ठाउँ रहेछ, सबै ठाउँमा आफ्नो खुट्टाले हिँड्नु भएको रहेछ व्यापारको हिसाबमा। यो गाउँको मान्छेहरूको काठमाडौँमा पनि थुप्रै बसोबास छ होइन हजुर? छ सर। अहिले 150-60 घरधुरी चाहिँ काठमाडौँतिरै बस्छन् होइन। अनि मेरो आफ्नै बुवा सर होइन। मेरो आफ्नै बुवा त यहाँदेखि काठमाडौँ हिँडेर जानुभएको रहेछ। यहाँबाट काठमाडौँ हिँडेर जानुभएको रहेछ। कति दिन लागेको थियो? महिनै लाग्दो रहेछ। महिनै लाग्यो होला धेरै टाढा छ। अनि बुवाले भन्नुहुन्थ्यो म त त्यो बालुबाईको साइडमा एकचोटि चाहिँ बुवा र म चाहिँ त्यो खाना खाने क्रममा चाहिँ बसेको थियो। यो बाटो त म हिँडेर गएछ भन्नुहुन्थ्यो उहाँले चाहिँ। यो बाटो हिँडेर गएको भनेर त्यस्तो भन्नु। अनि सोनम सर, अब यो अलिकति हाम्रो विकासको कुरा गरौँ होइन। विकासको कुरा गर्दाखेरि अब हामीले सुस्वा यो सबैको लागि दिगो खानेपानी सरसफाइ स्वच्छता आयोजनाबाट अब हामीले देख्न सक्छौँ पानीको आरबिटी पनि देखिन्छ त्यहाँ होइन, धाराहरू पनि। यो कस्तो लाग्यो हजुरहरूले, कस्तो लाग्यो? यो राम्रो लाग्यो सर, एकदम राम्रो। पहिला कस्तो थियो भने हाम्रो चाहिँ यो जुन पानी छ नि गडाली नदी जुन होइन, गडाली नदी चाहिँ अब अहिलेको सिजनमा त नदीमा त्यति केही पनि छैन। यहाँदेखि कुनै गाउँ पनि छैन, सफा नै छ, पिउन उपयुक्त छ सर होइन। अनि यो बर्खाको सिजनमा यो पानी एकदम त्यो खोला नाला बौलिएर चाहिँ एकदम धमिलो पानी आउँछ सर होइन। एकदम धमिलो कालो, खान नमिल्ने। र अनि फेरि त्यो उताको खोलाको पानी र अनि यताको पानीमा पनि फरक छ सर। अनि यो पानी, यो नदीको पानी युज गर्ने मान्छेले उताको पानी चाहिँ पिउँदाखेरि अनि खाँदाखेरि चाहिँ अब यो भन्ने पिनास भन्ने रोगहरू लाग्ने सर। अब अहिले सजिलो भएको छ सर, जम्मै सबैले त्यही धारा युज गर्ने कारणले गर्दा त्यो पिनास सबै आउँदैन सर होइन। एउटै पानी युज हुने भयो नि त सर। झाडा पखालाहरू पनि अलिक कम छ सर एकदम। फेरि हामीले देख्यौँ नि यो पानी हेर्दाखेरि पनि रातो रङ छ। यो भनेको अब आइरन पक्कै पनि कि विभिन्न धातुहरू मिसिएको हुनसक्छ यो होइन भीम सर। त्यो हिसाबमा पानीलाई क्लोरिन गरेर चाहिँ घर घरमा भनेपछि सबै खुसी नै छन्। एकदम राम्रो छ सर। अनि यो त्यो धातु जस्तो हुने कारण चाहिँ यहाँदेखि 1 किलोमिटर चान्चनमा चाहिँ हो त्यहाँ एउटा मुहान नै छ सर। पानी रातो पानी नै आउने मुहान छ होइन। पहिलाभन्दा घर गाउँ त्यो चाहिँ समुदायमा सरसफाइको पनि राम्रो छ जस्तो लाग्यो मलाई। हजुरलाई कस्तो लाग्यो, के छ? अब प्रायः जस्तो मान्छे बाहिरतिर जानेको कारणले होला होइन। अब यहाँकै मान्छेको दिमागले त सायद पहिलाको त्यो स्थितिमा छैन होइन। अहिले सबै बाहिर जाने कारणले गर्दा सबै अलि बुझ्ने भएको छ, अलिकति केही न केही बुझ्ने भएको छ होइन। त्यो कारणले पनि अलिक सरसफाइमा ध्यान दिन्छन् सर अहिले। भनेपछि 20 वर्ष अगाडिको मुगु र अहिलेको मुगु फरक छ सर, धेरै फरक छ। अनि भविष्य कस्तो देख्नुहुन्छ हजुरले? अब भविष्य त त्यही यो बाटोघाटो आयो भने त अब यो होइन हिमाल क्षेत्रहरू, चरण क्षेत्रहरू सबै हेर्ने हो भने यहाँ त पर्यटकहरू आउन पायो भने होइन। यो क्षेत्र भनेको त राम्रो क्षेत्र छ सर, एकदम राम्रो छ। अझै यहाँदेखि माथि हाम्रो कोइकी चाउचुली हिमाल भन्ने छ, कोइकी क्षेत्र भन्ने छ। यार्चगुम्बा र जडीबुटी त अब यथावत भएकै ठाउँ छँदैछ होइन। अनि यो क्षेत्र र चाइना पनि, तिब्बत पनि नजिक भएको ठाउँ, चाइना पनि नजिक भएको ठाउँ। अनि यो बाटोघाटो खोल्यो भने कर्णाली प्रदेशलाई नै फाइदा हुने ठाउँ छ सर होइन। एकदम नजिकको ठाउँ सर होइन। अनि एउटा कुरा के सोनम सर, आज बिहानैबाटै हामीसँग हुनुहुन्छ अनि यसो हामीले हजुरको चाहिँ यसो गतिविधि चाहिँ हेर्दाखेरि निकै सामाजिक होइन भीम सर? एकदमै सामाजिक एउटा कार्यमा अगाडि बढ्ने एकदमै गरौँ भन्ने। किनभने मान्छेहरू त सबै आफ्नो आफ्नो अब यो किन यसमा लाग्नु भएको छ त, यो सामाजिक कार्य? अनि हजुरहरू अहिले हामीले विद्यालयमा पनि गयौँ, त्यसमा पनि तपाईँले विभिन्न चाहिँ काम गरिराख्नु भएको छ। अब यो किन आफ्नो गाउँले प्रभाव पार्यो हजुरलाई? केले प्रभाव पार्यो आफ्नो गाउँको मुगुको चाहिँ उसको लागि? प्रभाव भन्दा पनि कस्तो हो भने चाहिँ आफ्नो गाउँ ठाउँलाई चाहिँ होइन जसले पनि माया गर्छन् सर होइन, माया लाग्छ होइन। किन मेरो ठाउँ छोडेर जानु भनेको त अब मेरो गाउँको 80% मान्छे गाउँ छोडेर गएको छ यहाँ, सबभन्दा ठुलो समस्या होइन। अब मैले पनि छोडेर जाने भनेपछि त अब मनले पनि मान्दैन होइन। अनि कस्तो लाग्छ अब
नजाउँ भने पनि फेरि यो ठाउँको भूगोल र स्थितिले पनि गाह्रो छ सर होइन जाउँ भने पनि एकदम अप्ठ्यारो बसेको बेलामा चाहिँ केही छ सुविधा केही सहयोग जति होइन केही काम सामाजिक कामहरू गर्न पायो भने मन आत्मसन्तुष्टि हुन्छ भनौँ न त्यति नै हो मेरो चाहिँ खासै चाहिँ मलाई चाहिँ यो काम गरेर म चाहिँ यो कमाउँछु त्यो गर्छु भन्ने कुरामा चाहिँ होइन सर होइन आत्मसन्तुष्टिको लागि मैले गरेको छ भीम सर केही बाँकी छ त सोनाम सरसँग गर्नुपर्ने केही एकदम कुरा राम्रो हजुर एकदम राम्रो कुरा चाहिँ यहाँले चाहिँ गाउँको बस्तीको बारेमा जानकारी गर्नुभयो सँगसँगै हामीसँग एकजना साथी हुनुहुन्छ होइन एकदम त यहाँको नाम चाहिँ नि यो टोपी निकाल्नु यसो अनुहार पनि देखिन्छ शुभ नाम मेरो नाम देवीजङ मल्ल ए अनि तपाईँले के गरिराख्नु भएको छ त यहाँ म यहाँ बत्तीको अपरेटर हो बत्ती प्लस खानेपानीको अपरेटर होइन अनि स्कुलमा पनि हेर्नु हुँदो रहेछ उहाँ हाम्रो चाहिँ नि मुगुको अब यो गमगढी आसपासकै मान्छे हुनुहुन्छ कुन गाउँ रे मेरो छतेलबाट छतेलबाडा तर उहाँ चाहिँ नि हाम्रो यो मुगु गाउँमै बस्नुहुन्छ उहाँको कामदेखि कतिको सन्तुष्ट हुनुहुन्छ सोनाम सर तपाईँहरू एकदम सन्तुष्ट छौँ सर एकदमै नियमित गर्नुभएको छ मेहनत होइन? काम गर्नुहुन्छ हजुर अब यहाँको त भूगोल त देख्नै भयो होइन अब यहाँको मान्छेले चाहिँ रेगुलर बस्दैन खेतीपातीमा लागेर बस्दैन अब जडीबुटीमा जानु पर्यो व्यापारमा जानु पर्यो अनि बुढाबुढीहरू हुन्छन् यहाँको अब एकदम ठुलो समस्याहरू चाहिँ त्यही नै हो सर त्यो काममा चाहिँ नियमित रूपले चाहिँ खट्नु भएको छ होइन अब वैशाखदेखि लिएर चाहिँ साउन भदौ असोज कार्तिक मङ्सिरसम्मै खट्नुहुन्छ उहाँले होइन लगभग 8 महिना चान्चुन खट्नुहुन्छ उहाँले होइन त्यतिसम्म चाहिँ तपाईँसँग समुदायहरू सन्तुष्ट छन् मल्लजी होइन अब अहिलेसम्म राम्रै छन् खानेपानी दिइराख्नुहुन्छ अनि दिनमा कतिचोटि छोड्नुहुन्छ पानी अब दिनमा बिहान 6 बजेबाट 9 बजेसम्म बेलुका 5 बजेबाट 6 बजेसम्म के अरे 7 बजेसम्म पानी पर्याप्त पुगेकै छ होइन केही समस्या छ पानीमा समस्या त अब त्यति देखिन्न ल अझै पनि हामी पनि समस्या हामी चाहिँ नि पछि पनि आउँछौँ सोनाम सर है हजुरको उसमा एकदमै खुसी लागेको छ त्यसकारण यहाँको अवस्था अब खानेपानीको सरसफाइको शिक्षाको सबै कुराहरू किन भन्दा त्यो अझै सुधार होस् भन्ने चाहिँ हाम्रो चाहना छ र हजुरहरूले जो योगदान गर्नुभएको छ हाम्रो तर्फबाट होइन एकदम यसलाई धेरै धेरै धन्यवाद छ है हजुर ल हुन्छ नमस्ते